गाइस, स्वागत छ हजुरहरूलाई मेरो न्यू युट्युब च्यानलमा। मेरो युट्युब च्यानलको नाम रहेको छ जेआरजी भ्लग रहेको छ र हजुरहरूलाई आज यो मेरो घर देखाउन गइरहेको छु र हजुरहरूले यो मेरो घर पनि देख्न सक्नुहुनेछ। यो चाहिँ मेरो पुर्ख्यौली घर, म 20 वर्षदेखि बस्दै आएको यो मेरो चाहिँ पुर्ख्यौली घर हो र मेरो यता चाहिँ पाल्लोपट्टि देखिरहेको छ होला, हजुरहरूलाई सायद देखिन्छ होला। त्यो चाहिँ मेरो सानो एउटा गाउँ है, यो पनि एउटा मेरो नै गाउँ हो र यो चाहिँ मेरो घर र यता यो पछाडिको चाहिँ म हजुरहरूलाई पछाडिको पनि देखाउन गइरहेको छु र यो मेरो चाहिँ पछाडिको टोयलेट है, हजुरहरूले देख्न सक्नुहुनेछ। यो चाहिँ मेरो टोयलेट र हजुरहरूलाई म अरू पनि केही कुरा देखाउन गइरहेको छु र हजुरहरूले मेरो भिडियोलाई स्किप नगरेर हेर्नु होला र हजुरहरूलाई म एउटा मेरो भान्सा कोठा देखाउन गइरहेको छु। यो चाहिँ मेरो भान्सा कोठा है, सानो कटेज छ। यो चाहिँ मेरो भान्सा घर भन्नु पनि पर्छ है, यसलाई भान्सा घर। हामी चाहिँ यतै खाना खान्छौँ र हजुरहरूलाई मेरो यो भान्सा घर मेरो भित्रको कस्तो छ त हजुरहरूलाई म भित्रको पनि देखाउन गइरहेको छु। ए हो मेरो भित्रको चाहिँ भान्सा घर, भित्रको चाहिँ यता चाहिँ भाँडा राख्ने है, यता भित्र चाहिँ भाँडा राख्ने। यो चाहिँ सानो खाना बनाउने चुला। म चाहिँ अहिले बाहिरतिर गइहालेँ र हजुरहरूलाई म अरू पनि केही कुरा देखाउन गइरहेको छु। यो चाहिँ मेरो बाख्री खोर, बाख्रा पालन। यो पनि सानो एउटा कटेज नै हो, बाख्रा पालन गरेको छु र यसभित्र 2-4वटा बाख्रा पनि छन्, हजुरहरूले देख्न सक्नुहुनेछ र 2-4वटा बाख्रा पनि पालेको छु र मेरो यो न्यू भिडियोमा हजुरहरूले मलाई लाइक र सपोर्ट गर्नुहोस् र हजुरको एक लाइकले मेरो पुरै जिन्दगी एउटा म हजुरहरूलाई के कुरा भन्न चाहन्छु भने चाहिँ हाम्रो गाउँघरको घर चाहिँ कि त घाँसले नै छोएको हुन्छ कि त ढुङ्गाले नै छोएको हुन्छ है। तलतिरको चाहिँ ल्यान्डरले सिमेन्टले प्लास्टर गरेको हुन्छ कि चाहिँ हाम्रो घर भने ढुङ्गाले नै छोएको हुन्छ कि चाहिँ घाँसले नै